दि डिबेटमा स्वागत छ। नेपालमा अब फागुन 21 गते हुन लागेको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एउटा नयाँ र भनौँ न रोचक राजनीतिक अभ्यास देखिँदैछ। विगतका चुनावहरूभन्दा फरक यसपटक केही दल र व्यक्तिहरूले चुनाव हुनु अघि नै आफूलाई वा आफ्ना उम्मेद्वारलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका छन्। आज हाम्रो बहसको केन्द्रमा यही विषय छ। के चुनाव अघि नै प्रधानमन्त्रीको ब्रान्डिङ गर्नु मतदातालाई स्पष्ट विकल्प दिएर लोकतन्त्रलाई बलियो बनाउने एक सकारात्मक कदम हो, वा यो हाम्रो संसदीय प्रणालीको यथार्थलाई नबुझ्ने र मतदातालाई भ्रममा पार्ने एउटा सतही खेल मात्र हो? यो छलफल हालको चुनावी अभियान र उम्मेद्वारहरूका दावीहरूमा आधारित छ। म यो प्रवृत्तिलाई विगत 30 वर्षको अपारदर्शी गठबन्धन राजनीतिको विरुद्धमा आएको एक जनविद्रोहको रूपमा प्रस्तुत गर्नेछु, जसले मतदातालाई शक्ति दिन्छ। र म चाहिँ यो अभ्यासले हाम्रो संसदीय प्रणालीको अस्थिरतामा राष्ट्रपतीय प्रणालीको सबैभन्दा खराब पक्ष अर्थात् व्यक्तित्व पूजालाई जोड्ने एक खतरनाक हाइब्रिड बनाउँदैछ भन्ने तर्क राख्नेछु। हेर्नुस्, यसले न त स्थिरता दिन्छ न त प्रतिनिधित्व नै जोगाउँछ। मेरो विचारमा चुनाव अघि नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा हुनु नेपाली राजनीतिको लागि एउटा अत्यावश्यक र स्वस्थ विकास हो। यसले राजनीतिलाई केही सीमित नेताहरूको सिन्डिकेटबाट बाहिर निकालेर जनताको अगाडि ल्याएको छ। कुरो के हो भने दशकौंदेखि मतदाताले पार्टीको घोषणापत्र हेरेर भोट हाल्थे, तर चुनावपछि बन्द कोठामा हुने डिलिङले अर्कै व्यक्ति प्रधानमन्त्री बन्थ्यो। यो प्रवृत्ति त्यो अपारदर्शी खेल विरुद्धको विद्रोह हो। मतदाताले अब पर्दा पछाडि को प्रधानमन्त्री बन्छ भनेर कुर्न चाहँदैनन्। उनीहरू सुरुमै आफ्नो छनौट स्पष्ट गर्न चाहन्छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई 5 वर्ष कार्यकालका लागि प्रधानमन्त्री बनाउने लिखित सहमतिसहित अघि सार्नुले केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड जस्ता नेताहरूको एकाधिकार तोडिने सङ्केत गर्छ। र महत्त्वपूर्ण कुरा के हो भने बालेन शाह, हर्क साम्पाङ वा कुलमान घिसिङ जस्ता पात्रहरूको चर्चा उनीहरूको काममा आधारित छ। धरानमा हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृति होस् वा कुलमान घिसिङले हटाएको लोड सेडिङ, मतदाता अब काम गर्ने नेतृत्वको खोजीमा छन्। प्रमुखको परिकल्पना गरेर मतदान गर्ने अवसर दिएको छ। तपाईले विद्रोह र स्वस्थ विकास जस्ता आकर्षक शब्दहरू प्रयोग गर्नुभयो, तर वास्तविकता त्यति सरल छैन। यो प्रविधिले नेपालको संसदीय प्रणालीको आधारभूत संरचनालाई नै बेवास्ता गरिरहेको छ। यसलाई म सामाजिक सञ्जालको लाइक र भ्युजबाट जन्मिएको एक किसिमको राजनीतिक रोग भन्न रुचाउँछु। यहाँनिर एउटा आधारभूत कुरा स्पष्ट पारौँ है। हाम्रो प्रणालीमा हामी सिधै प्रधानमन्त्रीलाई भोट हाल्दैनौँ। हामी आफ्नो क्षेत्रको सांसदलाई भोट हाल्छौँ र ती चुनिएका 275 सांसदहरूले काठमाडौँ गएर प्रधानमन्त्री छान्छन्। तर यो ब्रान्डिङले हामीलाई अमेरिकामा जस्तै सिधै राष्ट्रपति वा प्रधानमन्त्री चुन्दैछौँ भन्ने भ्रम दिन्छ, जुन सरासर गलत हो। प्रधानमन्त्री बन्ने प्रक्रिया एउटा लामो र जटिल दौड हो। तपाईले चुनाव जितेर सांसद बन्नु त पहिलो खुड्किलो मात्र हो। त्यसपछि तपाईले आफ्नै पार्टीका अरू सांसदहरूलाई म नै नेता हुँ भनेर मनाउनु पर्छ र सबैभन्दा गाह्रो काम त संसदमा रहेका अरू दलका सांसदहरूलाई मिलाएर 138 जनाको बहुमत जुटाउनु हो। यो कुनै एउटा दौड होइन, यो त चेसको खेल हो जहाँ हरेक गोटीको आफ्नै चाल र स्वार्थ हुन्छ। चुनाव अघि नै आफूलाई प्रधानमन्त्री घोषणा गर्नु यो जटिल प्रक्रियाको अपमान हो र यसले मतदातामा केवल झुटो आशा जगाउँछ। तर तपाईले यसलाई प्रक्रियाको अपमान भन्नुभयो। म यसलाई प्रक्रियालाई थप जवाफदेही बनाउने प्रयासको रूपमा हेर्छु। झापा 5 को कुरा गरौँ न। त्यहाँका मतदातालाई अब राम्रोसँग थाहा छ कि उनीहरूले बालेन शाहलाई दिने भोट उनलाई प्रधानमन्त्री बनाउने अभियानको हिस्सा हो र केपी ओलीलाई दिने भोट उनलाई 5औं पटक प्रधानमन्त्री बनाउने प्रयास हो। यो त झन् स्पष्ट र सोझो लोकतान्त्रिक छनौट भएन र? तपाईले मतदातालाई कम आक्नुभयो जस्तो लाग्छ। दमकमा बालेनको उम्मेदवारी दर्ताका लागि हजारौं मानिस सडकमा आउनुले के देखाउँछ भने जनता अब यस्तै प्रत्यक्ष र अर्थपूर्ण छनौट चाहन्छन्। उनीहरू चेसको खेलको अन्तिम नतिजा कुरेर बस्न तयार छैनन्। उनीहरू खेलको सुरुमै आफ्नो रोजाइको राजा को हो भनेर बताउन चाहन्छन्। एकछिन,
तपाईले भन्नुभयो जनता यस्तै प्रत्यक्ष छनौट चाहन्छन्, तर के ती हजारौं मानिसले बालेनलाई प्रधानमन्त्री बनाउने संवैधानिक प्रक्रिया साँच्चै बुझेका छन् कि उनीहरूलाई एउटा भावनात्मक नाराले मात्र डोर्याइरहेको छ? मेरो चिन्ता यही नै रह्यो। यो स्पष्टता होइन, यो भ्रामक स्पष्टता हो। झापा 5 का मतदाताले बालेनलाई जिताए पनि उनी प्रधानमन्त्री बन्ने ग्यारेन्टी शून्य बराबर छ। त्यसका लागि उनको पार्टी र सम्भावित गठबन्धनले संसदमा बहुमत अर्थात् 138 सिट जित्नुपर्छ, अनि ती सबै सांसदले उनलाई संसदीय दलको नेता मान्नुपर्छ। यो प्रचारले मतदातालाई एउटा झुटो आश्वासन दिइरहेको छ, र जब गठबन्धन राजनीतिको कठोर यथार्थका कारण यो वाचा पूरा हुँदैन, तब के हुन्छ? मतदातामा गहिरो निराशा उत्पन्न हुन्छ। यसले व्यक्ति वा पार्टीप्रति मात्र होइन, लोकतान्त्रिक प्रणालीप्रति नै अविश्वास बढाउँछ। म तपाईँको चिन्ताको कदर गर्छु, तर यसलाई अर्को तरिकाले हेरौँ न। यो निराशाको खेती होइन, यो आशाको राजनीति हो। प्रक्रिया जटिल छ, तर के तेरी जटिल र अपारदर्शी प्रक्रियाको फाइदा उठाएर पुराना दलहरूले सधैँ शासन गरेका होइनन् र? तपाईले व्यक्तित्व पूजाको कुरा गर्नुभयो, तर केपी ओली, प्रचण्ड वा शेरबहादुर देउवाको वरिपरि चलिरहेको राजनीति चाहिँ व्यक्तित्व पूजा होइन र? नयाँ अनुहार आउँदा मात्रै यो समस्या देखिने हो। यो प्रवृत्तिले हर्क साम्प्राङ, जसले आफ्नै श्रम संस्कृति पार्टी खोले, र बालेन शाह, जसलाई रासोपाले अघि सार्यो, जस्ता लोकप्रिय व्यक्तिहरूलाई स्थापित राजनीतिको किल्ला भत्काउने अवसर दिएको छ। बालेनले 4 पटक प्रधानमन्त्री भइसकेका केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रमा चुनौती दिनु केवल एउटा चुनावी प्रतिस्पर्धा होइन, यो त परम्परागत राजनीतिको जड नै परिवर्तन गर्ने प्रयास हो। यसले नयाँ नेतृत्वलाई अगाडि आउन प्रेरित गर्छ, जुन हाम्रो राजनीतिको लागि अत्यन्तै आवश्यक छ। नयाँ नेतृत्वको आवश्यकतामा मेरो कुनै विमति छैन, तर प्रश्न तरिकाको हो। यसले दलीय प्रणालीलाई नै कमजोर बनाउँदैछ, जुन संसदीय लोकतन्त्रको आधारस्तम्भ हो। राजनीति व्यक्ति केन्द्रित हुँदैछ, जसले दलको नीति, सिद्धान्त र सङ्गठनलाई गौण बनाउँछ। हेर्नुहोस् त, यही व्यक्ति केन्द्रित राजनीतिको दबावमा गगन थापा जस्ता नेता आफ्नो सुरक्षित मानिएको निर्वाचन क्षेत्र काठमाडौँ 4 छोडेर सर्लाही 4 जानु परेको छ। पुष्पकमल दाहाल प्रचण्ड गोर्खा छोडेर आफ्नो उद्गम थलो मानिएको रुकुम पूर्व पुगेका छन्। यसले के देखाउँछ? यसले देखाउँछ कि राजनीति अब नीतिको बहस भन्दा पनि व्यक्तिको लोकप्रियता र सुरक्षित सिटको खोजीमा केन्द्रित हुँदैछ। हर्क साम्पाङ धरानमा लोकप्रिय होलान्, तर के उनको पार्टीले राष्ट्रिय स्तरमा गठबन्धन निर्माण गरेर सरकार चलाउने सङ्गठनिक र राजनीतिक क्षमता राख्छ? यो प्रश्नको उत्तर बिना प्रधानमन्त्रीको दावी गर्नु हतारो हो। यसले राजनीतिलाई एउटा रियालिटी शो जस्तो बनाइदिन्छ, जहाँ सबैभन्दा लोकप्रिय व्यक्तिले जित्छ, तर उसँग देश चलाउने संयन्त्र र अनुभव हुँदैन। तपाईले यसलाई रियालिटी शो भन्नुभयो, तर म यसलाई पर्फर्मेन्स अडिसन भन्छु। यी उम्मेद्वारहरूको लोकप्रियता खोक्रो व्यक्तित्वमा होइन, उनीहरूको ठोस काममा आधारित छ। कुलमानले देशलाई अँध्यारोबाट बाहिर निकाले, हर्कले श्रमदानबाट धरानमा पानी ल्याए, बालेनले काठमाडौँमा देखिने गरी काम सुरु गरेका छन्। मतदाताहरूले वर्षौंदेखि खोक्रो राजनीतिक भाषण मात्र सुने, अब उनीहरू देखिने परिणाम चाहन्छन्। देशैभरि अबकी बार बालेन सरकार जस्ता ब्यानरहरू लाग्नु कुनै दलले पैसा खर्चेर लगाएको होइन, यो जनताको स्वतःस्फूर्त चाहनाको प्रतिबिम्ब हो। यो कार्य सम्पादनमा आधारित राजनीतिको सुरुवात हो। मैले हालै एउटा चिया पसलमा सुनेको थिएँ, एकजना मतदाता भन्दै हुनुहुन्थ्यो, यसपालि त जसले जे भने पनि भोट बालेनलाई नै हो। प्रधानमन्त्री बन्छ कि बन्दैन त्यो पछि हेरौँला, तर काम गर्ने मान्छे संसदमा पुग्नुपर्छ। यसले के देखाउँछ भने मतदाता अब परिणाम खोजिरहेका छन्, प्रक्रिया होइन। त्यो चिया पसलको कुरा रोचक छ, तर त्यसले मेरो तर्कलाई नै बलियो बनाउँछ। प्रधानमन्त्री बन्छ कि बन्दैन पछि हेरौँला भन्ने मानसिकताले नै देखाउँछ कि मतदातामा भ्रम छ। र तपाईले कार्य सम्पादनको कुरा गर्नुभयो, तर के एउटा महानगर वा सार्वजनिक संस्थान चलाउनु र देश चलाउनु एउटै कुरा हो? राजनीति फेसबुक र टिकटकमा देखिएको लाइक र भ्युज भन्दा धेरै फरक र गहिरो कुरा हो। कुलमान घिसिङकै उदाहरण हेरौँ न। उनी एक अब्बल व्यवस्थापक हुन्, यसमा दुई मत छैन, तर उनी रासोपासँगको एकता प्रक्रियामा पद र विचारको तालमेल नमिलेर 12 दिनमै बैरिए। यसले के प्रमाणित गर्छ? यसले देखाउँछ कि व्यक्तिगत लोकप्रियता र प्राविधिक दक्षताले मात्र गठबन्धनको जटिल राजनीति, जहाँ अनेकौं स्वार्थ समूहलाई मिलाउनुपर्छ, त्यसलाई सम्हाल्न सकिँदैन।
राजनीति सहमति र सम्झौताको कला हो, जुन व्यवस्थापकीय दक्षताभन्दा फरक कुरा हो। उनीहरूको काम आफ्नो क्षेत्रमा प्रशंसनीय होला, तर त्यसलाई राष्ट्रिय नेतृत्वको एकमात्र योग्यता मान्नु राजनीतिको जटिलतालाई अति सरलीकरण गर्नु हो। तर के त्यो जटिलताको नाममा सधैँ पुरानै अनुहारलाई स्वीकार गरिरहने त? तपाईँले गठबन्धनको कुरा गर्नुभयो, जुन महत्त्वपूर्ण छ। तर यो नयाँ प्रवृत्तिले गठबन्धनको समीकरणलाई पनि त असर गर्छ नि। मानिलिउँ बालेनको पार्टीले 30 सिट जित्यो। चुनावपछि गठबन्धन बनाउँदा उनीहरूको मुख्य बार्गेनिङ चिप के हुन्छ? हामीलाई प्रधानमन्त्री दिनुहोस्, किनभने जनताले हामीलाई यही म्यान्डेट दिएका छन्। यसले बन्द कोठामा हुने मोलमलाइलाई जनताको म्यान्डेटले चुनौती दिन्छ। विगतमा चुनावपछि साना दलहरूले मन्त्रालयका लागि ठूला दलसँग जे पनि सम्झौता गर्थे। तर अब यदि कुनै दलले प्रधानमन्त्रीकै लागि भनेर जनमत पाएको छ भने उसले सजिलै सम्झौता गर्दैन। यसले राजनीतिको गेम नै परिवर्तन गर्न सक्छ। तपाईँले एउटा काल्पनिक तर खतरनाक अवस्थाको चित्रण गर्नुभयो। मानिलिउँ तपाईँले भने जस्तै भयो, बालेनको पार्टीले 30 सिट जित्यो र उनीहरूले हामीलाई प्रधानमन्त्री चाहिन्छ भनेर अडान लिए। अर्कोतिर 100 सिट जितेको कङ्ग्रेस वा एमाले किन 30 सिट भएको पार्टीको नेतालाई प्रधानमन्त्री मान्ने? यसले त झन् ठूलो राजनीतिक डेडलक वा गतिरोध सिर्जना गर्छ। सरकार बन्न महिनौं लाग्न सक्छ। अन्ततः कि त बालेनको पार्टीले आफ्नो अडान छोड्नुपर्छ, जसले उनीहरूका मतदातालाई धोका दिएको ठहरिन्छ, कि त देश फेरि मध्यावधि चुनावमा जान्छ, जसले झन् ठूलो अस्थिरता निम्त्याउँछ। त्यसैले यो गेम चेन्जर होइन, यो त सिस्टम ब्रेकर बन्न सक्छ। यो प्रवृत्तिले हाम्रो संसदीय प्रणाली, जुन पहिले नै गठबन्धनका कारण कमजोर छ, त्यसलाई थप अस्थिर बनाउने जोखिम छ। अन्त्यमा हुने त्यही हो, सबैभन्दा धेरै सांसदलाई आफ्नो पक्षमा पार्न सक्ने व्यक्ति नै प्रधानमन्त्री बन्छ, चाहे उसले चुनावअघि दाबी गरेको होस् वा नहोस्। मेरो सारांशमा चुनावअघि प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्ने प्रवृत्तिले यथास्थितिलाई एक शक्तिशाली चुनौती दिएको छ। यसले नेपाली मतदाता अब बढी सचेत छन् र उनीहरू बन्द कोठाको निर्णयमा होइन, खुला बहसमा आफ्नो भविष्यको नेता छान्न चाहन्छन् भन्ने स्पष्ट पार्छ। यो परम्परागत दलीय वफादारीभन्दा माथि उठेर देशको नेतृत्वका लागि को सबैभन्दा सक्षम छ भन्ने बहस हो। यो परिवर्तनको चाहना वास्तविक हो र यसले हाम्रो लोकतन्त्रलाई थप जीवन्त, प्रतिस्पर्धी र अन्ततः जनताप्रति उत्तरदायी बनाउने क्षमता राख्छ। मेरो निष्कर्षमा नयाँ नेतृत्वको चाहना स्वाभाविक र जायज भए पनि संसदीय चुनावलाई प्रधानमन्त्रीको प्रत्यक्ष दौडको रूपमा चित्रण गर्नु हाम्रो प्रणालीगत यथार्थको खतरनाक अपव्याख्या हो। यसले अवास्तविक अपेक्षा बढाउँछ, नीति र दलीय प्रणालीभन्दा व्यक्तित्वलाई प्राथमिकता दिन्छ र अन्ततः राजनीतिक अस्थिरताको कारक बन्न सक्छ। चुनावी नारा जतिसुकै आकर्षक भए पनि अन्तिम सत्य के हो भने प्रधानमन्त्री चयन हुने संवैधानिक प्रक्रिया उही हो। फागुन 21 को नतिजा र त्यसपछिको जटिल संसदीय अङ्कगणितले नै देशको भावी प्रधानमन्त्री को हुनेछ भन्ने निर्धारण गर्नेछ, कुनै पूर्व घोषित ब्रान्डेड उम्मेद्वारको इच्छाले होइन। निश्चित रूपमा यो चुनावले नेपाली राजनीतिक बहसमा एक महत्त्वपूर्ण मोड ल्याएको छ। आजको हाम्रो छलफलले प्रत्यक्ष र शक्तिशाली नेतृत्वप्रतिको बढ्दो जनचाहना र हाम्रो संसदीय लोकतन्त्रको संरचनात्मक यथार्थ बीचको गहिरो तनावलाई उजागर गरेको छ। हो, र यही तनावले नै नेपालको शासन प्रणालीको भविष्य कता जान्छ भन्ने निर्धारण गर्नेछ। मतदाताको अपेक्षा र प्रणालीको वास्तविकता बीच कसरी सन्तुलन कायम हुन्छ त्यो हेर्न बाँकी नै छ। यी दुवै पक्षले हामीलाई मनन गर्न थप सामग्री प्रदान गरेका छन्।